जय मसीह सम्पूर्ण क्रिस प्रेमी प्रभुका प्रियजनहरूलाई प्रभुलाई महिमा होस्। मेरो प्रिय मत्तीको पुस्तक 21 अध्यायको 18देखि 22 पदसम्म हामी हेर्ने हो भने प्रिय एउटा अन्जिरको बोटको विषयमा प्रभु यीशु ख्रीष्टले एउटा दृष्टान्त बताउनु भएको छ। यो दृष्टान्त भन्दा पनि रियल घटना हो। यीशु जब आफ्ना चेलाहरूको साथमा हिँड्दै हुनुहुन्थ्यो अनि हिँड्ने क्रममा चाहिँ बाटोमा चाहिँ एउटा अन्जिरको बोट अनि देख्नुहुन्छ। अनि देखिसकेपछि त्यस समयमा यीशु ख्रीष्टलाई साह्रै भोक लागेको हुन्थ्यो अनि अन्जिरको बोटतिर हेर्नुभयो। हरिया पातहरू लटरम्ब थियो तर फल चाहिँ एउटा पनि थिएन है, फल एउटा पनि थिएन। अनि प्रिय प्रभु यीशु ख्रीष्टले चाहिँ जब फल बिनाको त्यो बोटको अर्थ रहेनछ, जब भोक लाग्यो अनि त्यो फलको केही पनि अर्थ रहेनछ। यीशुले भन्नुभयो आफ्नो चेलाहरूलाई, त्यो बोटलाई श्राप दिनुभयो। के भनेर थाहा छ प्रिय? अब उसो यो फलले के गर्ने छैन, यो बोटले फल फलाउने छैन। त्यसै गरी नै बोट ओइलाउन लाग्यो अनि ओइलाएको देखेर चाहिँ चेलाहरूले कसरी यो यस्तो भयो भनेर प्रश्न गर्दा यीशु ख्रीष्टले आफ्नो चेलाहरूलाई भन्नुहुन्छ, तिमीले झन् अझ ठुला घटनाहरू कुराहरू देख्नेछौ। तिमीले यदि विश्वास गर्यौ भने पहाडलाई समुद्रमा खसिजा भने पनि के हुनेछ, त्यो भइहाल्नेछ, त्यस्तै हुनेछ। 22 पदले भन्दछ, 22 पदमा यीशुले भन्नुभयो, यदि तिमीहरूले प्रार्थनामा जे विश्वास जे माग्दछौ त्यो तिमीले के गर्नेछौ, पाउनेछौ भनेर यीशु प्रभुले भन्नुभयो। मेरो प्रिय, यो वचनबाट हामी यो बोट अन्जिरको बोटबाट हामीले केही शिक्षाहरू पाउन सक्छौँ। हाम्रो आत्मिक जीवनलाई जब हामी अवलोकन गर्दछौँ, निहाल्दछौँ, हेर्दैछौँ अनि हामीले केही कुरा पाउँछौँ। आज तपाईँहरूको माझमा म पाँचवटा महत्त्वपूर्ण कुराहरू म बताउने छु। नम्बर 1, बाहिरीय मार्त होइन तर जीवन चाहिँमा फल हुन चाहिँ आवश्यक छ। बाहिर हेर्दैमा मार्त होइन तर चाहिँ जीवनमा फल हुन चाहिँ आवश्यक छ भन्ने कुरा हामी हेर्दछौँ। अन्जिरको बोटमा लटरम्ब पातहरू त थिए तर के थिएन, फल थिएन। अनि यो कुराले यो दर्शाउँछ कि ईश्वरलाई चाहिँ देखावट होइन, वास्तविक फल चाहिँ के हुन्छ, मनपर्छ। आज संसारमा धेरै क्रिस्चियनहरू छन्, यीशु प्रभुलाई विश्वास गर्ने धेरै व्यक्तिहरू चाहिँ यो संसारमा छन्, तर वास्तवमा फलवन्त जीवन परमेश्वरलाई मनपर्छ होइन। फलवन्त जीवनको मिनिङ चाहिँ हाम्रो चरित्र, हाम्रो क्यारेक्टर, हाम्रो रहनसहन, हाम्रो जीवनशैली र हाम्रो सेवा, प्रेम र दया, यी फल दिने चिजहरू, हाम्रो हृदयबाट निस्कने चिजहरू हुन्। हामीले हाम्रा एक्टिभिटिजहरूमा हामीले देखाउन सकेनौँ भने चाहिँ त्यो जीवन फलवन्त जीवन होइन। एउटा क्रिस्चियन विश्वासी जीवन वास्तवमा रियलमा होइन। यदि कुराहरू छ भने कुराले हामी सजिएका छौँ भने चाहिँ एउटा जीवन के हुन्छ, सुन्दर, फलवन्त अनि क्रिस्टको अनुसरण गर्ने जीवन हुन्छ। प्रिय त उनीहरूले हामी बाहिर रूपमा विश्वासी भनेर मात्रै हुँदैन, हाम्रो आचरण, हाम्रो व्यवहार, हाम्रो स्वभाव, बोलीचाली र हामीले गर्ने व्यवहार चाहिँ के हुनुपर्छ, क्रिस्टसँगै परिवर्तन भएको हुनुपर्दछ भन्ने कुरा हामी देख्न सक्दछौँ। हाम्रो जीवनमा, पुरानो जीवनमा हामी खराब कुराहरू गरिरहन्थ्यौँ, खराब कार्यहरूबाट हाम्रो जीवन, मन लागिरहेको हुन्थ्यो। अझै पनि क्रिस्टलाई विश्वास गरिसकेपछि हाम्रो खराब व्यवहार, चालचलन, बानी बेहोरामा हामी परिवर्तन भएका छैनौँ भने प्रिय हाम्रो जीवन फलवन्त जीवन होइन। त्यो हुनाले हामी बदलिन आवश्यक छ। दोस्रो नम्बरमा हामी हेर्ने हो भने प्रिय, निष्फल जीवनले परिमाण भोग्नुपर्छ। जसरी त्यो अन्जिरको बोट सुकेर गयो उसै घडी नै अब फलाउने छैन। परमेश्वरले भन्नुभयो, यसोले भन्नुभयो फल फलाउने छैन, ओइलाइहाल्यो। यसको मिनिङ चाहिँ अब त्यो नाश भएर
गयो त्यो बोटको काम अर्थै रहेन है। हामी विश्वासी जीवन पनि निष्फल रह्यो भने, प्रभुको अनाज्ञाकारितामा हामी जीवन विश्वास गरिसकेपछि पनि जिइरहेका छौँ भने हाम्रो जीवन जतिखेर पनि नाश हुन सक्छ प्रिय। आज्ञाकारिताले मानिसको जीवनमा आशिष ल्याउँदछ। फल नभएको जीवन चाहिँ के हुन्छ? निष्फल हुन्छ, आत्मिक रूपमा नाशतिर जान सक्छ प्रिय। त्यो हुनाले हामी परिवर्तन हुन आवश्यक छ। विश्वासको जीवनलाई हामीले बदल्न आवश्यक छ। सही तरिकाबाट प्रभुको वचनको आज्ञाकारितामा जिउन के छ? आवश्यक छ भन्ने कुरा हामी बुझ्नु पर्दछ। बोल्ने होइन तर चरित्र के हुन्छ? महत्त्वपूर्ण कुरा हो। बदलिएको स्वभाव, व्यवहार र जीवन चाहिँ के हो? महत्त्वपूर्ण कुरा हुन्छ विश्वासी जीवनको लागि प्रिय। त्यो हुनाले हाम्रो निष्फल जीवन छ भने, फल फलाएको छैन भने हामी जतिखेर पनि नाश भएर जान सक्छौँ, लोभ भएर जान सक्छौँ। त्यो हुनाले हाम्रो व्यवहारिक जीवनमा हामीले प्रभुको वचनलाई उतार्न के छ? आवश्यक छ। तेस्रो नम्बरमा विश्वासले असम्भवलाई के गर्छ? सम्भव पार्दछ। विश्वास छ भने यो पहाड समुद्रमा खस भने पनि त्यस्तै हुनेछ। तर शुद्ध विश्वास प्लस शङ्का नहुने प्रार्थनाले चमत्कारीको परिमाण हामी देख्न सक्दछौँ परमेश्वरमा होइन। हामीमा पवित्र हृदय छ, शुद्ध विश्वास छ, पवित्र हृदय छ, प्रार्थनामा शङ्का छैन भने प्रिय हामी चमत्कारीहरू, आश्चर्य कर्म, मिराकल्सहरू हामी परमेश्वरमा देख्न सक्दछौँ भन्ने कुरा हामी बुझ्नु पर्दछ। त्यो हुनाले अर्को नम्बरमा हामी हेर्ने भने सही हृदय बिना प्रार्थना चाहिँ शक्तिशाली हुँदैन। यसुले विश्वास र शङ्का नगर्ने मनोभावमा जोड दिनुभएको छ। प्रार्थना गर्छौँ, परमेश्वरमा माग्छौँ, जे पनि गर्छौँ विश्वाससँग गरिएको छ भने चाहिँ, शङ्का गरिएको छैन भने त्यसले के गर्दछ? विश्वासले काम गर्दछ। त्यो हुनाले प्रार्थना केवल शब्द होइन, विश्वासको साँचो के हो? भरोसा हो। विश्वास, आशा परमेश्वरले गर्नुहुन्छ भन्ने आशा चाहिँ हामीमा हुन आवश्यक छ। आमेन। त्यो त्यसमा चाहिँ परमेश्वरले आफ्नो शक्तिशाली काम देखाउनुहुन्छ विश्वासको प्रार्थना। यीशु बाहिर फल ल्याउन सकिँदैन। यीशु बिना चाहिँ बाहिर फल ल्याउन सकिँदैन। अन्जिरको बोट जस्तो यसो बिना हाम्रा प्रयासहरू चाहिँ के हुन्छन्? बाहिरी देखावट जस्ता मात्र हुन्छन्। अनि जब यीशुसँग हाम्रो घनिष्ठ सम्बन्ध छ अनि यीशुसँगको असल सम्बन्धले हाम्रो जीवनमा के हुन्छ? फल फलाउने काम गर्दछ। यीशु बिना हामी केही पनि गर्न सक्दैनौँ। यीशु बिना सबै कुराहरू के छ? असम्भव छ। जब यीशु हाम्रो साथमा हुनुहुन्छ, हामी आशा, भरोसा र विश्वास गर्दछौँ भने चाहिँ विश्वासद्वारा शक्तिशाली कामहरू, आश्चर्य कामहरू, मिराकल्सका कामहरू, अचम्मका कार्यहरू चाहिँ हाम्रो जीवनमा देखा पर्दछ। अनि काम गर्नुहुने चाहिँ परमेश्वर हुनुहुन्छ। थाहा छ, यीशु तपाईँ भित्र हुनुहुन्न भने हामी केही पनि होइनौँ। यीशु जब तपाईँ भित्र हुनुहुन्छ, हामी सम्पूर्ण सबै थोक इम्पोसिबल थोकहरूलाई पनि हामीले पोसिबल पार्न सक्छौँ हाम्रो जीवनमा। त्यो हुनाले यीशुसँग निकट सम्बन्धले मात्र हाम्रो जीवन के गर्छ? फल फलाउन सक्छ। बुझ्नुभयो होला? 5वटा कुराहरू हाम्रो जीवनमा हामीले अन्जिरको बोटबाट सिक्नुपर्ने 5वटा कुराहरू महत्त्वपूर्ण छन्। त्यो हुनाले हामीले यीशुलाई हाम्रो जीवनको क्राइस्ट सेन्टर बनाउनु पर्दछ। अनि सही हृदयले, शुद्ध हृदयले प्रार्थनामा हामी निरन्तर लाग्नु पर्दछ। विश्वास राख्नु पर्दछ। विश्वास जब राख्छौँ भने असम्भव कुरालाई सम्भव पार्दछ। निष्फल, फल नभएको जीवनशैलीले परिमाण दुःख भोग्नु पर्दछ, कष्ट भोग्नु पर्दछ। अनि हाम्रो जीवन बाहिरी देखावटीमा होइन, तर के हुनुपर्छ? फलवन्त हुनुपर्छ। जीवनमा फल चाहिँ देखिनुपर्छ भन्ने 5वटा कुराहरू हाम्रो जीवनमा जब हामी लागू गर्दछौँ भने हामी सही तरिकाबाट शक्तिशाली भएर परमेश्वरको राज्यमा के गर्छौँ? काम गर्न सक्छौँ। परमेश्वरले तपाईँहरू सबैलाई छोटो वचनमा आशिष दिउँ। धन्यवाद। जय मसीह।